तहको साधारण सभाले दिएको केही प्रस्ताव कार्यान्वयन भएको छैन। वित्तीय कारोबार संस्थाले सम्पूर्ण कार्यको विधिवत रूपमा कार्य गर्दै जाँदा हामीले कारोबार सम्हाले पश्चात अनुसार मसान्तसम्म शेयर 4,40,59,700 मात्र रहेको छ भने बचत 20,63,58,364 रुपैयाँ भएको छ। गत वर्ष मात्र ऋण लगानी 26,27,98,205 रुपैयाँ लगानी भएकोमा हालसम्म असार मसान्तसम्ममा लगानीमा रहेको रकम 30,48,69,613 रुपैयाँ रहेको छ। यसरी जम्मा रु 36,38,17,801 रुपैयाँ मात्रको सम्पत्ति भएको छ। अनुदान तथा सहयोग प्राप्तमा संस्थाले यस वर्ष अनुदान कार्यक्रममा लुम्बिनी प्रदेश सरकारबाट नयाँ गोदामका लागि रु 20 लाखको पर्खाल तयार गरी राप्तीसुनारी गापाले हस्तान्तरण गरेको छ। सीमित इन्टरनेसनलबाट 15 तिरपाल, 2 मोटर र 5 स्प्रे ट्याङ्की किसानलाई वितरण गरिएको छ। राप्तीसुनारी गाउँपालिकाबाट सदस्य तथा किसानलाई 50% अनुदानमा 640 क्विन्टल उन्नत स्तरको गहुँ बिउ पालिकामा सबै वडामा वितरण गरियो। राप्तीसुनारी गाउँपालिकाबाट सदस्य तथा किसानलाई 50% अनुदानमा 460 क्विन्टल उन्नत स्तरको धानको बिउ पालिकामा सबै वडामा वितरण गरियो। तालिम भवन सहकारी प्रशिक्षालयबाट संस्थाको नयाँ प्रबन्धक निम्बहादुर घत्तीलाई पल्स विधि तालिममा पठाइयो। खजनापुर सेवा केन्द्रका सेवा केन्द्र प्रमुख पेर्मी थारूलाई कर्जा व्यवस्थापन सम्बन्धी तालिममा फर्स्ट माइक्रो फाइनान्सको आयोजनामा पठाइएको थियो। लुम्बिनी प्रदेश सहकारी विभागको आयोजनामा एक दिने कोकोमिस व्यवस्थापन तालिममा संस्थाका मुख्य व्यवस्थापक जमान सिंह ओलीलाई दिइयो। सञ्चालक समिति पदाधिकारी लेखा सुपरिटेन्डेन्ट समितिका पदाधिकारी मासिक त्रैमासिक सेवा केन्द्र भ्रमण गर्न पठाइयो। 4,000 जना सदस्यलाई वित्तीय साक्षरता तथा संस्थागत परिचय तालिम कार्यक्रम 18 पटक संस्थाका सबै सेवा केन्द्र तथा पाइप पर्ने ठाउँमा सञ्चालन गरियो। नवनिर्वाचित सञ्चालक लेखा सुपरिवेक्षण समितिका सदस्यलाई 2 दिने संस्था सञ्चालन सहकारी व्यवस्थापन व्यवसाय आवश्यक तालिम सञ्चालन गरियो। धान खेती प्रविधिमा बिउ उत्पादन भण्डारण तालिम 49 किसानलाई प्रदान गरियो। चामल मिलका लागि अध्यक्ष र प्रबन्धक धनगढी र काठमाडौँ चामल मिल निर्देशनका लागि पठाइयो। साना किसान विकास लघु तालिम दिइयो। राप्तीसुनारी गाउँपालिकाको आयोजनामा संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीलाई सहकारी सम्बन्धी तालिम पठाइयो। सदस्यलाई सहयोग कार्यक्रम सदस्यका जीवनदार र गरिब छात्रछात्रा 4 जनालाई रु 5,000 का दरले 20,000 सदस्य कर्मचारीलाई दुर्घटना र ठुलो रोगका लागि 3 जनालाई रु 1 लाख प्रदान गरियो। बाइस जनालाई 1,500 का दरले सुत्केरी खर्च, 11 जनालाई आफन्त मृत्यु राहतको वितरण, 2506 जनालाई 20,000 का दरले 27 जना बिउ उत्पादन किसानलाई प्रति किलो 2 रुपैयाँ का दरले बिउ प्रोत्साहन कार्यक्रम अन्तर्गत 84,560 वितरण गरियो। स्वतन्त्र तथा पारदर्शी लगायत राप्तीसुनारी गाउँपालिका किसानलाई वितरण गरियो। सीमित इन्टरनेसनल नेपालको 50% अनुदानमा रु 1,50,000 बराबर मकै खेती लगाउने किसानलाई प्रविधि सहयोग गरियो। भौतिक संरचना निर्माण नयाँ गोदाम घरमा 140 मिटर पर्खाल निर्माण 120 मिटर लुम्बिनी सरकारको अनुदानमा र 25 जना महिला सदस्य 4,810 जना, पुरुष सदस्य 4,405 जना। कार्यक्रम सहयोगी संस्था राप्तीसुनारी गाउँपालिका, कृषि ज्ञान केन्द्र, लुम्बिनी प्रदेश सरकार। भावी कार्ययोजना शेयर रकम 5,24,04,300 पुर्याइने छ। 26,66,46,332 रुपैयाँ बचत बनाउने योजना अघि सारिएको छ। कर्जा लगानी गरी कर्जा लगानीमा रहेको रकम 36,91,38,000 रहनेछ। हालको सम्पत्तिमा 46,07,59,391 पुर्याइनेछ। थप नीति तथा कार्यविधि निर्माण गरी लागू गरिने सोको लागि साधारण सभाबाट अनुमति लिइनेछ। विभिन्न हाते पुस्तिका, वार्षिक प्रतिवेदन, वार्षिक भित्तिपत्र, पम्पलेटहरू प्रकाशन गरी प्रचार प्रसारलाई तीव्रता दिइनेछ। संस्थाको उत्पादनको बजारीकरणका लागि स्थानीय हेरी 1 आउटलेट पसल सञ्चालन गरिनेछ। गोदाम घर निर्माणका लागि प्रदेश तथा पालिका सरकारसँग बजेट माग गरी बनाइनेछ। किसान सदस्यलाई प्रोत्साहित गर्न बिउ उत्पादन सदस्यलाई प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम रहेको छ। जुटुवामा थप 1 सेवा केन्द्र खोली त्यहाँका सदस्यलाई सहज कारोबार गर्ने व्यवस्था मिलाइनेछ। सदस्यका जीवनदार छात्रहरूलाई छात्रवृत्तिको वितरण गरिन्छ। सशक्त सेवा केन्द्र जिल्लावार सबै पालिका कार्यतन्त्र भएको म सरस्वती सहकारीका 7 सिद्धान्तहरू सुनाउन गएको सुन्नु होला। खुल्ला तथा स्वैच्छिक सदस्यता, स्वतन्त्रता र स्वायत्तता, सदस्यहरूको आर्थिक सहभागिता, 4 नम्बर सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण, 5 नम्बर शिक्षा र तालिम, 6 नम्बरमा सहकारी बीच पारस्परिक सम्बन्ध, त्यसपछि 7 नम्बर समुदायप्रति चासो। अघिल्लो वर्ष पनि हामीले यसै गरिकन यही हलमै वार्षिक साधारण सभा गरेका थियौँ। सहकारी कृषि सहकारी संस्था लिमिटेडले स्थापना भएको 14औं वर्षको सन्दर्भमा हामी यो साधारण सभा गर्दैछौँ। अघि
अध्यक्षको प्रतिवेदनमा उल्लेख भए झैँ साधारण सभा अथवा यो साकार सहकारी संस्था राप्ती पारीको फतेपुरबाट स्थापना भएर आज 6वटा सेवा केन्द्रहरू जिल्लाभरि कार्यक्षेत्र भएर 6वटा केन्द्रहरू सेवा केन्द्रहरू सञ्चालन गरिराखेको छ र त्यो मध्येको एउटा सेवा केन्द्र नेपालगञ्ज हो र यो नेपालगञ्ज सेवा केन्द्रमा अहिले हामीले के गर्यौँ भन्दाखेरि हामीले सबै सदस्यहरूलाई एकै ठाउँ राखेर धेरै चाहिँ सहभागी बनाउन पनि नसकिने र सबैका चाहिँ यो सहकारीको बारेमा उहाँका चाहिँ गुनासा चासो चिन्ताहरू र भइ गरेका चाहिँ गतिविधिको बारेमा पनि धेरैभन्दा धेरै चाहिँ शेर सदस्यज्यूहरूलाई जानकारी गराउन नसकिने स्थिति भएको कारणले गर्दाखेरि हामीले प्रत्येक सेवा केन्द्रहरूमा यसै गरिकन आजकै मितिमा 6वटै साकार कृषि सहकारी संस्था लिमिटेडका 6वटै सेवा केन्द्रमा यसै गरी नै हामी साधारण सभा गरिराखेका छौँ। कोलपुरमा भइराखेको छ, फतेपुरमा भइराखेको छ, नरेनापुरमा भइराखेको छ, बैजापुरमा भइराखेको छ, कचनापुरमा भइराखेको छ लगायतका स्तर हाम्रा चाहिँ सेवा केन्द्रहरूमा यी साधारण सभा गरिराखेका छौँ। सिक्दै सिकाउँदै अनुभूतिहरू गर्दै सहकार्य प्रतिस्पर्धा गर्दै साकार कृषि सहकारी संस्थाले कृषि क्षेत्रमा बिउ बिजन उत्पादन खरिद बिक्री मलकार आदिको कारोबार गरिरहेको छ भने वित्तीय क्षेत्रमा सरल कर्जा बैंकिङ प्रणाली बचत लगायतका बहुआयामिक आर्थिक परिचालनहरू र सामाजिक क्षेत्रमा समुदायका आवश्यकता चाहना बमोजिम सहज वित्तीय पहुँच र विभिन्न वित्तीय साक्षरता कृषि सिँचाइ तथा मलको व्यवस्थापन गर्ने गाउँ र शहरलाई जोड्ने विश्वासिलो भरपर्दो सहकारी संस्थाको रूपमा साकार कृषि सहकारी हो भन्न पाउँदा हामी निकै गर्वको अनुभूति गरेका छौँ। विक्रम सम्वत 2068 सालमा रु 20,000 शेयर पुँजी र जारी पुँजी रु 69,700बाट सुरु भएको यो साकार कृषि सहकारी संस्था लिमिटेड आज 36,38,17,801 रुपैयाँ हाम्रो कुल पुँजी भएको छ। अथवा हाम्रो पुँजी यो सहकारीको पुँजी 36,38,17,801 रुपैयाँ रहेको छ भने यो वर्ष हामीले 62 लाख नाफा 62,40,031 रुपैयाँ यो संस्थाको नाफा रहेको छ। नाफा रहेको तथ्याङ्कले नै यो संस्थाको अवस्था र स्थितिको स्पष्ट चित्र देखिन्छ। हामी यस संस्थामा लेखा सुपरभिजन समितिले संस्थाको अनुगमन गरी संस्थाको सम्पूर्ण पक्षको निरीक्षण अनुगमन गरी संस्थामा देखेका सकारात्मक र नकारात्मक पक्षको विधिसम्मत ठिक छ या छैन भन्ने विषयको अनुगमन गरी सेवा केन्द्रहरू समग्रमा प्रधान कार्यालयमा सुझाव दिएका छौँ र सो बारेमा विस्तृत रूपमा प्रतिवेदन पेश गर्न चाहन्छौँ। आदरणीय शेर सदस्यज्यूहरू, हामीले यस वर्ष संस्थामा भएका सबै क्रियाकलापहरूको गहन अध्ययन निरीक्षण अनुगमन गर्ने कार्य गरेका छौँ। सोमा भएका यो हाम्रो संस्थामा के भएका छन् भन्ने कुरा यहाँ तल उल्लेख गरेको छ। समिति तथा उपसमितिको बैठक, सञ्चालन समितिको बैठक यस वर्षभरिमा 21वटा बैठक बसेको छ। लेखा सुपरिवेक्षण समितिको बैठक 4 पटक बसेको छ। कर्मचारीको बैठक 10वटा, त्रैमासिक समीक्षा कार्यक्रम 4वटा अनि पदपूर्ति उपसमितिको बैठक 8वटा। ग्राहक सदस्य सबैले सोच्नुपर्ने देखिन्छ र सबै कर्जा ग्राहक शेर सदस्यहरूले कर्जाको नियमित समय ब्याज किस्ता समयमा तिरौँ। संस्थामा धितो कर्जा लगानी रकम बढी भए पनि कर्जा असुलीमा नियमित। त्यसपछि हाम्रो बाह्य कर्जा, हामीले यो संस्थालाई अगाडि बढाउनको निम्ति हामीले कि हाम्रा चाहिँ शेर सदस्यहरूको ऋण अथवा त्यसलाई चाहिँ हामी ऋण लगानी गर्नका निम्ति के संस्थाहरूबाट कर्जा लिएका छौँ म यहाँ चार्टमा तपाईँले पनि पढ्न सक्नुहुन्छ। म सरसरी भन्न चाहन्छु। बाह्य कर्जा हामीले चाहिँ साना किसान लघुवित्त वित्तीय संस्थाबाट 2,37,70,546 रुपियाँ लिएका छौँ। युवा सुरक्षा कोषबाट 2,50,000 अन्तर्गत सहकारी पनि एउटा भरपर्दो र एउटा मजबुत एउटा पिलरको रूपमा आइरहेको छ। यसमा केही विगतमा केही वित्तीय सहकारीहरू केही चाहिँ सहकारीका केही पदाधिकारीहरूको कारणले गर्दा सहकारी सदस्यहरू निर्माण गर्ने, आत्मनिर्भर सदस्यहरू निर्माण गर्ने, यसको ध्येय रहेको छ संस्थालाई व्यावसायीकरण गर्दै सदस्यको आर्थिक सामाजिक सांस्कृतिक र वातावरणीय विकास गर्ने यस संस्थाको ध्येय रहेको छ। 15,000 सदस्यहरू यो संस्थामा मालिक बनाउने अनि 75 करोड बराबरको सम्पत्ति बनाइकन संस्थालाई अब्बल बनाउने अनि हाम्रो नारा यो 4 वर्षमा रहनेछ उत्पादन र प्रविधिमा साकार। उत्पादन
र प्रविधि उत्पादनसँगै प्रविधिलाई हामीले जोड्न सकेनौँ भने हामी व्यवस्थित हुन सक्दैनौँ भन्ने हिसाबले उत्पादन र प्रविधिलाई सँगसँगै लैजानका लागि अहोरात्र हामीले खटेका छौँ र प्रविधि सँगसँगै संस्थाको दिगो विकासका लागि लागेका छौँ। आदरणीय सदस्यज्यूहरू, हामी 14औं वार्षिक साधारण सभासम्म आइपुग्दा हामीले गरेका क्रियाकलाप अङ्कमा पेज नम्बर 16 पल्टाइदिन अनुरोध गर्दछु। अङ्कमा म राख्दछु, अङ्कमा हेरिदिन अनुरोध गर्दछु। राख्न गइरहेको छु। हामीसँग नगद असार मसान्तसम्मको हो यो नगद 47,65,126 रुपैयाँ अनि अन्तिम मौदातमा 1,75,01,524 रुपैयाँ सदस्यहरूलाई सापट दिएको 28,64,96,274 रुपैयाँ अनि लगानी धितोमा हामीले लगानी धितो पत्र भनेको शेयर सहकारी बैंक लगायतका शेयरहरू खरिद गरेका छौँ 11,86,500 अनि सम्पत्ति संयन्त्र तथा उपकरणहरू हाम्रो 1,42,66,840 रुपैयाँको र हामीसँग अमूर्त सम्पत्ति ख्याति सम्पत्ति हाम्रो सफ्टवेयर लगायत एपहरू हाम्रो विभिन्न बैंकिङ सफ्टवेयरहरू छन् त्यसको मूल्य हाम्रो 59,444 रुपैयाँ 944 रुपैयाँ रहेको छ। यसैगरी हाम्रो कुल सम्पत्ति यस वर्ष असार मसान्तसम्म आइपुग्दासम्म साकार कृषि सहकारी संस्थाको सदस्य 36,38,17,801 रुपैयाँको मालिक भएको छ। यसै गरिकन दायित्वमा पनि राख्नेछौँ। सबैले आफ्ना बुँदाहरू टिपेर पछाडि पुग्नको सदस्यहरूको लागि शेयर लाभांश कोष वितरण हुनेछ। यसै गरिकन कारोबार गर्ने सदस्यहरू जसले कर विनियोजित गरिएको छ। यसै गरिकन सहकारी शिक्षा कोषमा 1,74,311 रुपैयाँ पनि त्यो पनि 1,74,331 रुपैयाँ छुटेको छ। यस कोषबाट संस्थाले समुदायमा विकासका लागि विभिन्न बालिका 1500 कुन्टल बिउ उत्पादन कार्यक्रम अन्तर्गत साबिकको फतेपुर गाविसलाई योजना बनाई पहल गर्ने योजना गराइएको छ। यसै गरिकन चामल मिल तथा तेल मिल जडान गर्ने सदस्यलाई सहज कारोबार गर्ने व्यवस्था मिलाइनका लागि 2 लाख छुटाइएको छ। आवश्यकता अनुसार गरी प्रभावकारी परिचालन गरिनेछ। सञ्चालक तथा पदाधिकारीको खाजा भत्ताका लागि तथा फेरबदल